Hello everyone, good morning. Today is day 5. आज हामी 5औं दिनमा प्रवेश गरिसकेका छौं। बागमती प्रदेशको सुन्दर यो राजधानी हेटौडा स्थित गोरीटार रंगशालाबाट फेरि पनि यहाँहरु सम्पूर्णलाई धेरै स्वागत छ। डे 5 मा आज दुईवटा टिमले भिड्दैछन्। नेपाल पुलिस क्लब भर्सेस चितवन। यो दुईवटा टिमको ब्याटल हेर्न लायकको हुनेछ। झुम्म पानी परिरहेको छ यो स्टेडियममा, तर पानीले हाम्रा खेलाडीहरूलाई रोक्ने छैन। त्यो पिछाडीको सिरिजको फुलले पनि भन्दैछ हाँसेर खेलाडीहरू जाग उठ र आफ्नो एनर्जी प्रदर्शन गर। साच्चै त्यो एनर्जी लिएर प्लेयरहरू आफ्नो एनर्जीलाई प्रस्तुत गर्नेछन्। यस अफ कोर्स खेलाडीहरू यो पानीको बावजुद पनि रोकिएका छैनन्, आफ्नो वार्म अपलाई अगाडि बढाइरहेका छन्। यो पानी झरीको बावजुद पनि खेलाडीहरूले आफ्नो वार्म अप कसरी गर्दैछन् त यो दृश्य पनि हामी तपाईलाई देखाउँदैछौँ। दक्षिण गोरीटार रंगशालाबाट फेरि पनि यहाँहरूलाई सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आज हामी डे 5 मा प्रवेश गरिसकेका छौं। आज पनि हामीसँग एकजना विशेष अतिथि हुनुहुन्छ, उहाँसँग पनि हामी कुराकानी गर्नेछौं। सबैभन्दा पहिला आज दुईवटा टिमले ब्याटल गर्दैछन्। नेपाल पुलिस भर्सेस चितवन। दुईवटा टिमको खेल एकदमै प्रतिस्पर्धात्मक रहेको छ र झुम्म पानी परिरहेको छ। यो पानीको बावजुद पनि हाम्रा खेलाडीहरू मैदानमा निस्किसकेका छन् र यति बेला म कुराकानी गर्न चाहन्छु हरेक दिन खेल कसरी अगाडि बढिरहेको छ र फाइनल खेल आज मात्र सेमिफाइनलको फर्स्ट खेल हुँदैछ। फाइनल खेल कसरी अगाडि बढ्नेछ, कसरी समापन हुनेछ, यहाँसम्म आउँदाखेरि के कस्ता कामहरू गर्दै अगाडि बढ्नु भएको छ। मसँग हुनुहुन्छ यति बेला जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीजी हुनुहुन्छ। म उहाँसँग कुराकानी गर्नेछु। यहाँलाई स्वागत छ। धन्यवाद, नमस्कार। सो खेललाई कसरी निहालिराख्नु भएको छ? खास गरी यो 7औं संस्करणको शहीद स्मृति स्थानीय तह मकवानपुर महिला गोल्ड कप फुटबल प्रतियोगिता चाहिँ हामीले पहिलो पटक महिलाको लागि यहाँ आयोजना गरिरहेका छौं। वैशाख 19 गतेदेखि वैशाख 25 गते यसको फाइनल खेल हुँदैछ। अब 6औं संस्करणसम्म चाहिँ पुरुषहरूको खेल भइरहेको थियो, अनि अहिले चाहिँ यो महिलाहरूको खेल चाहिँ गत वर्षदेखि केही वर्षदेखिबाट नेपालको राष्ट्रिय महिला टोलीले अन्तर्राष्ट्रिय जगतमै हाम्रो यहाँको फुटबललाई चाहिँ वात्तै माथि पुर्याएको अवस्था, एकदमै ठुलो क्रेज भएको अवस्थामा वाइ नट एकचोटि महिलाहरूको चाहिँ गोल्ड कप गरेर हेरौँ न भनेर हाम्रो कार्य समितिको टिमले चाहिँ निर्णय गर्यो। त्यही अनुरूप चाहिँ हामी त्यसको लागि चाहिँ लागि पर्यो। नेपालमा यति धेरै क्रेज चाहिँ छोटो समयमा वात्तै आयो। हाम्रो नेपाली खेलाडी, राष्ट्रिय खेलाडीहरूको चाहिँ त्यो स्किलहरू चाहिँ विश्वभरि चर्चा हुन थालेपछि हामीले यो टिमलाई चाहिँ किन नउतार्ने त? विभिन्न क्लबमा चाहिँ उहाँहरू आबद्ध हुनुहुन्छ, उहाँहरूको चाहिँ क्लब स्तरीय गेम गराएर यसलाई चाहिँ यहाँको दर्शकहरूलाई पनि नजिकबाट चाहिँ हाम्रो यहाँको चाहिँ यहाँ पनि महिलाहरूको चाहिँ टिम छ हाम्रो मकवानपुर जिल्ला फुटबल संघको, अनि यहाँको खेलाडी दर्शकहरूले पनि किन नहेर्ने त उहाँहरूको स्किललाई हाम्रो नजिकबाट लाइभ आएर भन्ने उद्देश्य मात्रै राखेर हामीले महिलाहरूलाई अलिकति सशक्तिकरण पनि हुन्छ, अलिकति जागरण पनि हुन्छ। यो क्षेत्रमा अझ नेपालमै अझ पनि कतिपय स्थानमा चाहिँ महिलाहरू खेल्नको लागि बाहिर पठाउने अवस्था अहिले पनि नभएको अवस्थामा किन यसलाई चाहिँ प्रमोट नगर्ने भन्ने मात्रै उद्देश्यले टिम बस्यौँ, अनि यसलाई चाहिँ छिटै नै निर्णय गरेर चाहिँ अहिले आज 5औं दिन नेपाल पुलिस क्लब र चितवन जिल्ला महिला फुटबल टिमको बिचमा अहिले भइरहेको छ। उत्कृष्ट गेम भइरहेको छ, सबैजना खुसी छन्। जस्तो कि हामीले अडियन्सको पनि उहाँहरूको धारणा पनि लिइरहेको छौँ होइन, उहाँहरूको विचार पनि लिइरहेको छौँ। उहाँहरू पनि एकदमै खुसी हुनुहुन्छ। 6औंसम्म आउँदाखेरि मेन्सको भइरहेको थियो नि, 7औंमा वुमेन्सको भयो। एकदमै खुसी छौँ। यस्तो गेमहरू चाहिँ हेरिराख्नुपर्छ, भइराख्नुपर्छ भनिराख्नु भएको छ होइन। आज हामी फर्स्ट सेमी फाइनलमा छौँ होइन। आजसम्म सभ्य र भव्य तरिकाले अगाडि बढिरहेको छ। कतिको अप्ठ्यारा चुनौतीहरू कस्ता थिए? अब विशेषतः टुर्नामेन्टहरू आयोजना गर्दाखेरि अस्थिलो त रहन्छ नै। विशेष गरी अब यो अझ यो गोल्ड कप हाम्रो राष्ट्रिय
राष्ट्रिय महिला गोल्ड कप भनेको राष्ट्रिय टिमसँग एकदमै दावेदार रूपमा खेलिरहेको जिल्लाको टिमहरूलाई यहाँ निमन्त्रणा गर्दाखेरि सुरुमा त टिमलाई यहाँ बोलाउनको लागि नै हामीलाई असजिलो हुन्छ। तर सबै हाम्रो चाहिँ पहिला पनि गेम गरिरहेको हामीसँग थोरै धेरै अनुभव भइसकेको कारणले गर्दाखेरि हाम्रो टिमसँग कनेक्सनदेखि लिएर मेन चाहिँ प्रायोजकको कुराहरू आउँछ। प्रायोजकमा चाहिँ मुख्य प्रायोजकको रूपमा विगत लामो वर्षदेखिबाट हेटौँडा उपमहानगरपालिकाले हामीलाई यसको पुरस्कार 25 लाख रुपियाँ चाहिँ सौजन्य गर्दै आउनुभएको छ। हामी एकदमै आभार पनि व्यक्त गर्न चाहन्छौँ, जसलाई हरिबोल महत आफू चाहिँ पहिलो पूर्व नगर प्रमुख हुँदाखेरि चाहिँ उहाँले निर्णय गरिदिनु भयो उहाँको टिमले। अब अहिलेको टिमले पनि यसलाई चाहिँ कन्टिन्यू गरेर चाहिँ यहाँसम्म आउनु भएको छ। त्यसपछि यो बागमती प्रदेश खेल विकास परिषद हाम्रो सहप्रायोजकमा रूपमा रहेको छ। उहाँ पहिला सूर्य भण्डारी सर हुँदाखेरि पनि यसलाई चाहिँ कन्टिन्यू भइरहेको थियो भने अहिले आउने हाम्रो दीपक लामा सरको टिमले पनि यसलाई कन्टिन्यू गरिदिनु भएको छ भने अरू स्थानीय हाम्रो सङ्घ संस्थाहरू यो स्थानीय पालिकाहरू मकवानपुरको 10 वटा पालिकाहरू चाहिँ एकदमै यहाँको फुटबल क्षेत्रमा चाहे पुरुष होस् चाहे महिला होस् यहाँहरूमा चाहिँ यहाँ फुटबलको क्रेज मकवानपुरलाई छुट्टै ढङ्गले चलाउनुपर्छ र त्यसको रिजल्ट पनि देखिरहेको छ। किनकि यहाँको नेसनल टिममा परेका नेपालको पुरुष खेलाडीहरू एकदमै धेरै बाहुल्यता हाम्रो मकवानपुरको पनि रहेको छ। यो माटो नै एकदम उर्वर खेलाडीहरूको लागि हो भनेर हामी एकदमै परिचित भइसकेको पनि छौँ भने अब महिलालाई सुरु गरौँ, महिला पनि यहाँबाट चाहिँ निकाल्नुपर्छ हामीले भन्ने उद्देश्यले चाहिँ हामीले स्थानीय पालिकाहरूलाई भनौँ उहाँहरूले पनि हामीसँग पोजिटिभ हुनुभयो, सहयोग गर्नुभयो। त्यसै गरी यहाँको स्थानीय सङ्घ संस्थाहरू शिवम सिमेन्ट लिमिटेडले पनि हामीलाई सहयोग गरेछ। अन्य हेटौँडा स्कुल अफ म्यानेजमेन्ट, रिगल रिसोर्ट यो हामीलाई सदाबहार रूपमा चाहिँ उहाँहरूले सबै टुर्नामेन्टहरूमा चाहिँ हामीलाई सौजन्य गर्दै आउनुभएको छ। जस्तो अहिले बुलेट बाइकको कुरा हेटौँडा स्कुल अफ म्यानेजमेन्टले चाहिँ एउटा संस्थाले 3 पटकसम्म लगातार चाहिँ हामीलाई यो सौजन्य गरिदिएर नेपालको सबैभन्दा ठुलो यो व्यक्तिगत पुरस्कार सर्वोत्कृष्ट खेलाडीले पाउने 7 लाखको बुलेट बाइक चाहिँ हामीलाई सौजन्य गर्नुभएको छ। हामी एकदम आभार छौँ। त्यसपछि सन्तोष गौतमजी जोडिनुभयो गत वर्ष यो परशुराम स्मृति प्रतिष्ठान उहाँले बुलेट बाइक सौजन्य गरिदिनु भयो। अहिले आएर स्कुटरको रूपमा चाहिँ हामीलाई माननीय बागमती प्रदेश सभासद हुनुहुन्छ इन्द्र बानियाज्यू जोडिनुभयो। यसरी चाहिँ निजी क्षेत्रले पनि व्यक्तिहरूले पनि यसमा चाहिँ प्रमोट गर्नुपर्छ भनेर हामीसँग कोलाबोरेसन गरिरहेछन् भने हामी यसलाई किन चाहिँ प्रस्फुटन गर्नलाई चाहिँ लागि नपर्ने भनेर सबैजना टिम लागिरहेको छौँ। त्यसको फलस्वरूप नै हामी अब लगभग आज सेमी फाइनल पहिलो खेल हुँदैछ, 25 गते फाइनल खेल हुँदैछ। हामी सफलतातिर चाहिँ उन्मुख भइसकेका छौँ। जस्तो अडियन्सको पनि कुरा आयो होइन, सफलतातिर उन्मुख भइरहँदाखेरि यो बागमती प्रदेशको राजधानी हेटौडा जस्तो ठाउँमा चाहिँ अलिकति प्रचार प्रसारको कमी भएको हो कि अडियन्स कम हुनुमा भनेर पनि कतिपय अडियन्सले त्यो पनि राख्नु भएको छ। यो साँच्चै हो त? एज अ महासचिव भएको हैसियतले मैले यो क्वेसन गरिहालेँ। ओके, थ्याङ्क यू। यो अडियन्सको सवालमा चाहिँ के छ भने तपाईँको पहिलो संस्करणको दोस्रो संस्करणको गोल्ड कपमा नि हाम्रो पुरुष गोल्ड कपमा नि सुरुमा चाहिँ अलिक कमै थियो, तर पछि सेमी फाइनलमा आइसकेपछि चाहिँ दर्शकहरू एकदमै धेरै आएर चाहिँ हामीले त लगभग यो रङ्गशाला फुट्ला जस्तो स्थिति पिप्ले क्याम्पा ग्राउन्डमा भएको थियो गत वर्ष। त्यति धेरै अडियन्सहरू सेमी फाइनलमा आउनुभएको थियो। म अडियन्सप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अब यो महिला गोल्ड कपमा चाहिँ अहिले सेमी फाइनलको हाम्रो टाइमिङ पनि त्यति पर्सि हाम्रो चाहिँ अधिवेशन छ 26 गते एन्फाग अखिल नेपाल फुटबल सङ्घ एन्फाग अधिवेशनको कारणले हामीले यो म्याच चाहिँ बिचमा क्लोज क्याम्पमा बोलाइसकेका छ। त्यो बिचको टाइमलाई अलिकति कुर्सट टाइमलाई चाहिँ हामीले यहाँ टुर्नामेन्ट आयोजना गरेको हुनाले अब यो सेमी फाइनलको म्याच 2 वटा एक दिन खेलाउनु पाए भए बेलुकाको समयमा खेला भए पक्कै पनि यो प्याराफिट भरिन्थ्यो। अहिले यो म्याचमा चाहिँ त्यो एउटा कारण र मौसम पनि अलिकति प्रतिकूल बनिरहेको छ। यो कारणले गर्दाखेरि यो म्याचमा नआओ, पक्कै पनि भरे बेलुकाको म्याच फेरि नेपाल एपिएफ र सङ्कटा क्लबको बिचमा हुँदैछ। अत्यन्तै प्रतिस्पर्धात्मक हुने यो हामीले अनुमान पनि गरेको छौँ। त्यसमा सम्भवतः यो प्याराफिट भरिन्छ होला, ग्राउन्ड भरिन्छ होला। अब यद्यपि हामी अपिल पनि गर्न चाहन्छौँ सबै यहाँ वरपर बसेका मकवानपुर लगायत बाहिरका फुटबल प्रेमीहरू यहाँ लाइभ हेरेर यहीँ दर्शक यो रङ्गशालामा आएर चाहिँ फुटबल हेरिदिनु होला भनेर हामी आग्रह पनि गर्न चाहन्छौँ। यद्यपि हामीले प्रचार प्रसारमा कमी चाहिँ गरेको छैनौँ। जस्तो पहिला गरेको छौँ हाम्रो अटोहरू जस्तो यो मिडियाहरूमाबाट आउने प्रचार प्रसारहरू चाहिँ रेगुलर राम्रै भइरहेछ। जस्तो आज हामी फर्स्ट सेमी फाइनलको खेल हेर्दैछौँ होइन, 5th डेटमा आइसकेको छौँ। अब अर्को एउटा सेमी फाइनल खेल र फाइनल खेल अझै बाँकी नै छ। सभ्य र भव्य तरिकाले सम्पन्न होस्, यहाँलाई धेरै शुभकामना। थ्याङ्क यू भेरी मच। अब यो आएर एउटा बाइट हामीले चाहिँ प्रस्तुत गर्न पायौँ। युक्ति फाउन्डेसन लगायत सम्पूर्ण टिमलाई हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। थ्याङ्क यू सर, धन्यवाद। साँच्चै नै यो हेटौडाको गोरीटार स्थित यो रङ्गशाला
फुटबलमय भएको छ। आज 5औं दिन पहिलो सेमिफाइनल खेल हेर्नको लागि दर्शकहरू पनि त्यत्तिकै मात्रामा आउनु भएको छ र खेलाडीहरू पनि त्यत्तिकै उत्साहित छन्। आज दुईवटा टिमले भिडन्त गर्दैछन्। दुईवटा टिम नेपाल पुलिस भर्सेस चितवन। यहाँलाई जानकारी गरौँ, सहज छैन चितवनलाई पनि। दुईवटा टिम एकदमै स्ट्रङ छ। चितवनलाई पनि नेपाल पुलिससँग सहज छैन र नेपाल पुलिसलाई पनि चितवनसँग सहज भने पक्कै छैन। अब पनि खेल सुरु हुन लागिरहेको छ। यो दृश्य हामी तपाईलाई देखाउँछौँ। दर्शकले आज सेमिफाइनलको फर्स्ट म्याच हुँदैछ। दुईवटा टिमले ब्याटल गर्दैछन् र हरेक दिन त्यत्तिकै एक्साइटेड भएर खेलप्रेमी दर्शकहरू पनि आइराख्नु भएको छ। आज पनि त्यत्तिकै मात्रामा हुनुहुन्छ। के भन्नुहुन्छ त आजको खेललाई हेर्दै हुनुहुन्छ दर्शकहरू, उहाँहरूको प्रतिक्रिया लिनेछौँ। मेरो नाम यज्ञबहादुर राई। अब यसमा खास अडियन्स म एउटा चाहिँ अब खेलकुदसँगै सम्बन्धित म नगर खेलकुद विकास समितिको सदस्य पनि भएको कारणले गर्दाखेरि र यसमा हाम्रो चाहिँ यो मुख्य प्रायोजन चाहिँ हेटौँडा महानगरपालिका त्यही खेलकुद समितिकै पनि छ। अनि यो सुरुदेखि नै चाहिँ एउटा मेरो चाहिँ सल्लाह सुझाव पनि दिएको थियो। अहिले चाहिँ जुन कुराबाट चाहिँ आउटपुटहरू राम्रो आइरहेछ होइन, देशको प्रतिनिधित्व भइरहेछ भने हामीले ग्रास लेभलबाट चाहिँ अलिकति सपोर्ट गर्यो भने अब महिला खेलले चाहिँ अलिकति अबको 8-10 वर्षमा चाहिँ वर्ल्ड कप खेल्नै सक्ने जस्तो चाहिँ हामीले चाहिँ विश्वास लिएका छौँ होइन। त्यो भएको कारणले गर्दाखेरि यसपालि चाहिँ मकवानपुर चाहिँ फुटबल सङ्घको अध्यक्ष टिका लामालाई पनि हामीले पनि विशेष रिक्वेस्ट गरे हो। त्यसपछि मेयर साहबसँग कुरा भयो। मेयर साहबको पनि चाहिँ यसमा चाहिँ राम्रो खालको चाहिँ प्रतिक्रिया आयो। होइन ल यो गरे ठिक छ, अब वुमेन्स नै गरौँ यसपालि वर्ल्ड कप चाहिँ भन्ने खालको चाहिँ कुरा भएर अनि हामीले यो आयोजना नै चाहिँ गर्नको लागि चाहिँ अब सफल पनि मानेछौँ यो अर्थमा होइन। अब यहाँसम्म चाहिँ भएको छ। अब यसले चाहिँ हाम्रो नेपाली चाहिँ महिला फुटबललाई चाहिँ माथि पुर्याउने चाहिँ अपेक्षा राखेका छौँ। मेरो नाम रमेश थापा, म चाहिँ यहीँ हेटौँडा 8 कमानेदेखि एकदम म चाहिँ सुपर एक्साइटेड होइन। म चाहिँ एउटा फुटबल एकाडेमी सञ्चालक पनि भएको हिसाबले खेलाडी उत्पादनमै लागेको छु। म महिला खेलाडीहरू पनि मेरोमा धेरैजना छन् होइन। त्यसले गर्दाखेरि चाहिँ म चाहिँ आज यहाँ एज अ अडियन्स मात्र नभएर एउटा अब्जर्भर र अनि मेरो चाहिँ एकाडेमीको चाहिँ यहाँनिर एज अ बल गर्ल र अरू अन्य भलिन्टियरहरू पनि छन्। त्यसले गर्दाखेरि चाहिँ म यहाँ गेम चाहिँ एक हिसाबले सिकाउन पनि आएको हिसाबले म चाहिँ सुपर एक्साइटेड, एकदम एक्साइटेड छु महिला गेम्सलाई लिएर। मैले अब चाहिँ फुटबल सङ्घका पदाधिकारी, अध्यक्ष लगायत नगर खेलकुद समिति, मेयर स्वयंलाई पनि मैले भेटमा चाहिँ एकदमै हार्दिक धन्यवाद भनि पनि सकेको छु होइन। यस्तो खाले प्रतियोगिताहरू चाहिँ हुनुपर्छ। अब यो गोल्ड कपहरू विभागीय टिमहरू मात्र नभई अब अरू स्थानीय तहमा हरेक स्थानीय तहमा चाहिँ ग्रासरुटहरूमा चाहिँ फुटबल गेम यस्तो टुर्नामेन्टहरू हुनैपर्छ खेलाडी विकासको लागि। गेम हुनुपर्छ। महिलाहरू झन् अहिले नेसनल टिममा झन् कति राम्रो छन्, झन् अगाडि अब बढिरहेछ।
त्यही भएर हुनुपर्छ मेरो विचारमा चाहिँ। अब मेरो दिमागले त पुलिसले नै जित्छ यो गेम होइन। अब यो त्यही बढी भयो भने 3-4 हो। बद्री प्रसाद तेमल सिन्हा। राम्रो लागेछ नि हाम्रो गाउँठाउँमा आएर यस्तो खेल हेर्न पाउनु चाहिँ खेलाडीहरू हेर्न राम्रो लागिरहेको। गेम त पुलिसले जितिहाल्छ होइन। अब पुलिस विभागीय टोली पनि भयो, त्यसले गर्दा पुलिसले नै जित्छ। खालि केटाहरूको मात्र अलि हुन्छ नि त प्रोत्साहन, केटीहरूको हेर्दाखेरि एकदमै खुसी लागिरहेको। अब अहिले अब यता पुलिस कपले अब पुलिसले कि 3 गोल हान्छ नि, खेल्न त 2 जनै अब अलि हिलोको कारणले गर्दाखेरि अलि खेल्नलाई नि असहज भएर अब दुईटै राम्रो छ। एकदम राम्रो प्रोत्साहन गर्छौँ हामी त, राम्रो लागिरहेछ। पुलिस क्लबले जित्छ जस्तै लागिरहेछ, 3 गोल हानिसक्नुभयो। यो उपमहानगरपालिका र आयोजक टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अझ पनि यस्तै लेडिजको छोरी मान्छेको गेमहरू अब भइरहोस् यही चाहन्छु, हेर्न पाऊँ सधैँ। दर्शकबिन पछिल्लो समय साँच्ची नै भन्यो भने महिला खेलाडीहरूको त्यो प्रकारको प्रदर्शन हामीले देख्दै आएका छौँ र खेलाडीहरू उत्पादन गर्नको लागि कोचहरूले पनि त्यत्तिकै एनर्जी जुटाइराख्नु भएको छ। आज पनि मसँग हुनुहुन्छ एकजना कोच श्याम गुरुङ, उहाँसँग म कुराकानी गर्नेछु। यहाँलाई स्वागत छ। धन्यवाद। महिला खेलाडीहरू उत्पादन गर्नको लागि चाहिँ कतिको चाहिँ चुनौती छ तपाईँहरूलाई होइन, कसरी उत्पादन गर्नुहुन्छ? यसमा चाहिँ सबभन्दा पहिला चाहिँ खेलाडीहरूलाई चाहिँ घरबाट निकाल्नको लागि चाहिँ फ्यामिलीले विश्वास दिनुपर्छ होइन। फ्यामिलीलाई विश्वास दिनलाई चाहिँ सबभन्दा पहिला चाहिँ गुरुबा भनौँ न, कोच, ऊ चाहिँ सेन्सिटिभ अनि त्यसपछि चाहिँ एकदमै जनतासँग प्रेमी, जनताले उसलाई विश्वास गर्ने खालको, अनि उसकोमा चाहिँ अलिकति ट्यालेन्ट र उसले चाहिँ समाजप्रति पनि उसले सकारात्मक धारणा भएको व्यक्ति चाहिँ ग्राउन्डमा उभियो भने चाहिँ लेडिजहरू पनि नानीहरू पनि ग्राउन्डमा आउँछ र फ्यामिलीले पनि विश्वास गर्छ। त्यति भइसकेपछि चाहिँ कखबाट पढ्न सुरुवात गऱ्यो भने अनि प्याराग्राफ बनाउने काम अनि कथा लेख्ने काम चाहिँ एन्फाले गरिदिनुपर्छ। एज अ कोच होइन, खेलाडीहरूलाई महिला खेलाडीलाई ग्राउन्डमा उतार्नको लागि कस्तो खालको भूमिका खेल्नुपर्छ? यसमा चाहिँ उहाँलाई चाहिँ अब जहिले पनि ग्राउन्डमा उतार्नलाई त पोजिटिभ थिङ त बनाउनै पर्छ होइन। उनीहरूलाई जहिले पनि हामी चाहिँ दुश्मनलाई चाहिँ कमजोरी सोच्ने होइन र उनीहरू पनि हामीले चाहिँ मैले जहिले पनि मोटिभेट गर्दाखेरि जहिले पनि हामी चाहिँ गोल हान्न आएको र हाम्रो पनि दुईवटा खुट्टा उनीहरूको 2टा खुट्टा छ होइन। त्यसले गर्दाखेरि हामीले चाहिँ सबभन्दा कुरा चाहिँ हामी डिसिप्लिनमा खेल्नुपर्छ। त्यो अहिलेको चाहिँ पहिलाको हेरेर अहिलेकोमा चाहिँ फ्यामिलीहरूमा चाहिँ गार्जियनहरू चाहिँ धेरै सकारात्मक भूमिका छ। त्यो हुनुको कारण चाहिँ अहिले नानीहरूले चाहिँ जुन नेसनल टिमले गरेको छ, त्यो खेलाडीले गर्दाखेरि बुवा आमाको नाम परिचित भएको छ, ठाउँ परिचित भएको छ। त्यसले गर्दाखेरि फ्यामिलीहरू गार्जियनहरू पनि यस लेडिज टिमलाई चाहिँ अलिकति हेर्ने दृष्टिकोण धेरै चेन्ज भएको छ। जस्तो अब अन्त्यमा एउटा क्वेसन गर्छु हजुरलाई है, प्लेयरहरू उत्पादन भइरहँदाखेरि होइन महिला खेलाडीहरूले पनि त्यत्तिकै उत्साह जनाइराख्दाखेरि होइन उनीहरूलाई इस्टाब्लिस गर्नको लागि उनीहरू आफैले कस्तो भूमिका खेल्नुपर्छ र एज अ कोच? उनीहरूले चाहिँ आफ्नो भूमिका चाहिँ आफू फिट हुनुपर्छ होइन। जहिले पनि म यदि सपोज एउटा इक्जाम्पल, म नेसनल खेलाडी भइसकेपछि चाहिँ मेरो वेट कति हुनु चिन्नुपर्छ होइन। जहाँ पाइँदा खेल्न जानु भएन, जहिले पनि फिट भएर बस्नु पऱ्यो। अनि के खानुहुन्न भने उसले त्यो पनि न्युट्रिसन बारेमा पनि बुझ्नु पऱ्यो। अनि एजुकेसन पनि राम्रो हुनु पऱ्यो। जसले एजुकेसन जो राम्रो छ उसले चाहिँ न्युट्रिसन पनि बुझेको हुन्छ, उसले फिटनेस पनि बुझेको हुन्छ, उसले फ्यामिली पनि कदर गर्छ। खेल मात्र होइन नि, हामीले त मेन त पहिलो प्राथमिकता यो डिसिप्लिन, त्यसपछि एजुकेसन, थर्डमा चाहिँ फुटबललाई प्राथमिकता दियो भने त्यो मान्छेले सक्सेस हुन्छ। हस्, धन्यवाद समयको लागि। धन्यवाद तपाईँलाई पनि। दर्शकबिन डे 5 आज पहिलो सेमिफाइनल खेल भएको थियो नेपाल फुल स्पोर्ट्स चितवन र यति बेला म्यान अफ द म्याच घोषित भएकी छिन् मिना देवा, जुन नेपाल पुलिस क्लब जर्सी नम्बर 34। उहाँसँग म कुराकानी गर्नेछु। यहाँलाई स्वागत छ। धन्यवाद। फर्स्ट अफ अल यहाँलाई धेरै धेरै बधाई। थ्याङ्क यू सो मच। आजको खेल कस्तो रह्यो? राम्रै रह्यो। म्यान अफ द म्याच घोषित हुनु भएको छ, कस्तो लागिरहेछ? एकदमै खुसी, आफूले सोचेको भन्दा बढी राम्रो खेले अनि त्यही भएर। आजको गेममा कतिको टफ थियो? टफ त त्यति अब गेम भयो भने त टफ नै हुन्छ। अब आफूले टफ दिएर नै बेस्ट दिएर नै खेल्नुपर्छ, टफ नै थियो। अबको प्रिपरेसन कसरी हुन्छ त? अब फाइनलमा गइसकेको छ। अब एफएफ पनि त्यस्तो लास्ट टफ छ, तर पनि हामी पनि कम छैनौँ, किनभने अब हामीले पनि टफ छौँ, हामी पनि खेल्न सक्छौँ भनेर जित्छौँ भनेर खेल्छौँ हामी पनि। आगामी गेमहरूको लागि यहाँलाई शुभकामना छ। थ्याङ्क यू। थ्याङ्क यू।